मेष राशिदेखि मीन राशिसम्मलाई 2083 साल असार महिना कति शुभ हुन सक्छ? वैवाहिक सम्बन्ध वा प्रेम सम्बन्ध कस्तो रहला? यसका साथै स्वास्थ्य, धन, व्यापार, नाफा वा नोक्सान के होला? गुरुदर्शन नेपालमा 2083 साल असार महिनाको मासिक राशिफल पर्खिएर बस्नुभएका दर्शकहरूमा म ज्योतिषी एकराज दुलालको तर्फबाट नमस्कार। अब ढिलो नगरी सुरु गर्ने अनुमति चाहन्छु। पहिलो राशि मेष राशिबाट, तर योभन्दा पहिले गुरुदर्शन नेपाल युट्युब च्यानललाई एक सब्स्क्राइब गरिदिनुहोला। मेष राशिको ग्रहको गोचर हेर्दा असार महिनाको सुरुवातमा 7 गतेसम्म लग्न भावमा रहने स्वगृही मङ्गलले आवेगलाई वृद्धि गर्न सक्छ। व्यय भावको शनि र 7.5 शनिको प्रभावले वैदेशिक क्षेत्र सामान्य मात्र रहन्छ। 19 गतेपछि सिंह राशिमा गोचर गर्ने शुक्रले विद्यार्थी वर्गमा केही आशा जगाउन सक्छ। परीक्षा वा अध्ययनको क्षेत्रमा सफलता दिलाउन सक्नेछ भने असार 7 गतेपछिको मङ्गलको गोचर धनस्थानमा रहनाले खर्चमा वृद्धि हुनेछ। व्यापार व्यवसाय भने महिनाभर शुभ नै रहेको छ। कृषि वा जलीय पदार्थबाट यो राशिलाई व्यापारमा राम्रो फाइदा हुन सक्छ। यस्तै गरेर तृतीय स्थानको बुध स्वगृही रहनाले पराक्रम बढ्नेछ, धार्मिक काममा मन जानेछ। विशेष गरेर मेष राशि हुनेलाई जेठ 18 पछि कर्कटमा सरेको बृहस्पति धार्मिक यात्राका लागि शुभ देखिन्छ। यो राशिलाई असार महिनामा बारहरूमा बुधबार, बिहीबार र शुक्रबार शुभ रहेका छन् भने अङ्कहरूमा 2, 5 र 9 अङ्क भाग्याङ्क हुन्। वृष राशिलाई लग्न भाव वा पहिलो कोठामा रहने सूर्यको प्रभाव साथै असार 7 गतेबाट मङ्गलको गोचरले शरीरमा थप हौसला थप्नेछ। तृतीय भावमा उच्चको बृहस्पति र 19 गतेसम्म शुक्रको प्रभावले आफ्नो व्यक्तित्व आफै निर्माण गर्ने बेला रहेको छ। बुध धनस्थानमा वा वाणी भावमा रहँदा बोलीको प्रभावले धन लाभ हुनुका साथै मान सम्मानमा वृद्धि हुने देखिन्छ। प्रेम सम्बन्धमा महिनाको पहिलो हप्ता केही मनमुटाव देखिए पनि 7 गतेपछि सुधार हुने देखिन्छ। वैदेशिक कामहरू अघि बढ्नेछन्। वैदेशिक क्षेत्रमा रहनुहुने र प्राविधिक क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूलाई यो असार महिना शुभ नै देखिन्छ। असार 19 गतेपछि चतुर्थ भावमा आउने शुक्रले घरमा भौतिक सामान थप्ने वा केही नयाँ शुभारम्भ हुन सक्ने देखिन्छ। पेटको समस्यामा सुधार देखिनेछ। यो राशिलाई असार महिनामा सोमबार र बुधबार शुभ देखिएका छन् भने अङ्कहरूमा 2 र 3 अङ्क शुभ अङ्क हुन्। मिथुन राशिलाई लग्न भावमा रहने बुधादित्य योगका कारण बौद्धिक क्षेत्रमा सफलता मिल्न सक्ने देखिन्छ। असार महिनामा यो राशिलाई धन भावमा चल्ने उच्चको बृहस्पतिले धन लाभ गराउन सक्छ। बोलीको प्रभाव रहनेछ। असार 19 गतेसम्म धनस्थानमै रहने शुक्रले व्यापार व्यवसायका क्षेत्रमा पनि शुभ नै रहेको छ। कपडा, फेन्सी पसल वा सौन्दर्यका सामानबाट लाभ हुने समय रहेको छ। यो राशिलाई असार 7 गतेसम्म रहने एकादश भावको मङ्गलले महिनाको सुरुवातमा खर्चहरूमा वृद्धि भए पनि बिस्तारै सामान्य हुँदै जाने देखिन्छ। सामाजिक क्षेत्रमा पनि पदभार बढ्न सक्नेछ। वैदेशिक क्षेत्रमा रोकिएका कामहरू सजिलै अघि बढ्नेछ। यो राशिलाई असार महिनामा बारहरूमा बुधबार शुभ रहन्छ भने अङ्कहरूमा 3 र 6 अङ्क शुभ रहेका छन्। कर्कट राशिलाई असार महिना शुभ नै देखिन्छ। गत जेठ 18 गतेबाट कर्कटमा गोचर गरेको बृहस्पतिले यो राशि हुनेलाई शारीरिक र मानसिक सुख दिन सक्ने देखिन्छ। असार महिनाको पहिलो सातासम्म दशम भावमा चल्ने स्वगृही मङ्गलले पदभार थपिन सक्छ। सामाजिक प्रतिष्ठामा वृद्धि हुने समय रहेको छ। धार्मिक कार्य साथै राजनीतिक क्षेत्रमा पनि सफलता प्राप्त हुन सक्छ। धनस्थानमा असार 19 गतेपछि गोचर गर्ने शुक्रले व्यापारमा सुधार हुने समय रहेको छ। महिनाको पहिलो साताबाट विद्यार्थी वर्गमा पढाइ लेखाइमा मन जाने वा परीक्षामा सफलता पाउने समय छ। मेहनतले सफलता दिलाउन सक्नेछ। यस्तै गरेर वैदेशिक क्षेत्रमा पनि स्वगृही बुधले केही अवसरहरू प्रदान गर्नेछ। वैदेशिक रोजगारीका लागि आवेदन दिँदा यो समय एकदमै शुभ देखिएको छ। अनि यो राशिलाई असार महिनामा बारहरूमा बिहीबार शुभ छ भने अङ्कहरूमा 4 अङ्क एकदमै शुभ अङ्क हो।
सिंह राशिलाई वर्षभरि चल्ने अडैया शनि त छँदैछ, त्यसमा पनि सप्तमेश शनिको गोचर अष्टम भावमा रहँदा प्रेम सम्बन्धमा वर्षभरि नै केही न केही असामान्य स्थिति देखिन सक्छ। वैवाहिक जीवनमा पनि त्यति शुभ फल प्रदान गर्ने देखिँदैन, तर वैदेशिक क्षेत्र भने शुभ रहेको छ। जेठ 18 गते पछिको बृहस्पतिको गोचरले वैदेशिक क्षेत्रमा जान चाहनेहरूका लागि केही अवसरहरू प्रदान गर्नेछ। वैदेशिक क्षेत्रबाट मनज्ञ धन लाभ गर्ने समय रहेको छ। व्यापार व्यवसायमा आन्तरिक भन्दा पनि बाह्य व्यापारहरूबाट लाभ लिन सकिनेछ। काम गर्ने जोस र जाँगर थपिनेछ। राज्य पक्षबाट सहयोग मिल्नेछ। यो राशिलाई बारहरूमा शुक्रबार शुभ देखिएका छन् भने अङ्कहरूमा 1 र 5 अङ्क शुभ अङ्क हुन्। कन्या राशिलाई एकादश स्थानमा रहने बृहस्पतिको उच्च गोचरले व्यापार व्यवसायमा केही न केही सफलता त मिल्ने नै देखिन्छ। असार 7 गतेपछि अष्टम भावबाट नवम भावमा गोचर गर्ने मङ्गलले पराक्रम बढाउनेछ। मेहनतले सफलता दिन सक्नेछ। वैवाहिक जीवनमा सुख शान्ति थपिनेछ। असार 19 गतेपछि शुक्रको गोचर द्वादश भावमा चल्नाले वैदेशिक क्षेत्रमा अड्किएका कामहरू बन्ने देखिन्छ। त्यसपछि खर्चहरू बढ्न सक्नेछन्। खानपानमा ध्यान दिनुपर्ने हुन्छ। स्वास्थ्यमा बाधा देखिन सक्छ। चतुर्थ भावको मालिक पनि त्यही बृहस्पति रहनाले परिवारमा खुसी थपिनेछ। अध्ययनको क्षेत्रमा भने केही कमी देखिन सक्छ। पञ्चम भावमा बृहस्पतिको नीच दृष्टिले मेहनत अलि बढी गर्नुपर्ने हुन्छ। दशमेश बुध स्वगृही रहनाले कार्यक्षेत्रमा प्रशंसा बढ्नेछ। कार्य सम्पादनमा वृद्धिको समय रहेको छ। यो राशिलाई बारहरूमा बिहीबार शुभ रहन्छ भने अङ्कहरूमा 3 अङ्क शुभ अङ्क रहेको छ। तुला राशिलाई वर्षभरि शनि षष्ठ स्थानमा रहनाले पढाइ लेखाइमा मन नजाने र सन्तान सुखमा कमी गराउन सक्नेछ। मनमा भ्रम पैदा हुने समय रहेको छ। मनलाई शान्त बनाउने योग र ध्यानहरू गर्नु शुभ रहन्छ। यसले सकारात्मकता ल्याउनका साथै मनलाई शान्त राख्छ। यस्तै महिनाको पहिलो साता सप्तम भावको स्वगृही मङ्गलले प्रेम सम्बन्ध शुभ नै रहेको देखिन्छ भने 7 गतेपछि मङ्गलको अष्टम भावको गोचरले प्रेम सम्बन्धमा केही खटपट देखिन सक्छ। यो राशि हुने कसैमा विचारहरू विवादित हुने र वैवाहिक जीवनमा समेत यसले असर पार्ने देखिन्छ। दशम स्थानको शुक्र र बृहस्पतिले कार्यक्षेत्रमा सफलता हात पर्न सक्नेछ। मान सम्मान बढ्ने देखिन्छ। शारीरिक सुखमा वृद्धि हुन सक्छ। शरीरको सुख भोगतिर मन जानेछ। यो राशिलाई शनिको गोचर अशुभ रहनाले परिवारबाट टाढा रहनुपर्ने वा टाढाको यात्रा हुन सक्नेछ। परिवारको सुखमा कमी गराउन सक्ला। पेटको समस्याहरू देखिन सक्छ। खानपान र रहनसहनमा ध्यान दिन सके पक्कै पनि शुभ हुनेछ। वृश्चिक राशिलाई असार महिना सामान्य देखिन्छ। असारको पहिलो साताबाट स्वास्थ्यमा देखिएका समस्याहरू समाधान हुने देखिन्छ। धनस्थानको मालिक बृहस्पतिको गोचर भाग्य भावमा उच्च रहनाले नसोचेको ठाउँबाट धन लाभ हुने देखिन्छ। वैदेशिक क्षेत्रको मालिक शुक्र पनि यो राशिलाई शुभ देखिएको छ। वैदेशिक क्षेत्रमा रोकिएका कामहरू बन्नेछ। पदभार थपिनेछ। पञ्चमेश बृहस्पति पनि उच्चकै रहनाले पढाइ लेखाइको क्षेत्रमा पनि शुभ नै रहनेछ। चतुर्थ भावमा रहने राहुले पेटको समस्याहरू देखिन सक्छ। परिवारको सुखमा कमी गराउन सक्नेछ। यात्राहरू हुन सक्नेछन्। कसैलाई लामो यात्रामा सजग रहनुपर्ने हुन्छ। चोटपटकको भय पनि रहन्छ। यो राशिलाई बारहरूमा असार महिनामा गुरुबार वा बिहीबार शुभ रहेको छ भने अङ्कहरूमा 4 र 9 अङ्क शुभ अङ्क हुन्। धनु राशि हुनेहरूलाई जेठ 19 गतेबाट अष्टम भावको उच्च बृहस्पतिले खासै धेरै ठुलो फल त प्रदान गर्दैन, तर पनि स्वास्थ्यका क्षेत्रमा सामान्य सुधार हुनेछ। ज्योतिषशास्त्रमा गुरु अष्टम भावमा रहनु त्यति शुभ मानिँदैन। यस्तै गरेर मङ्गल पहिलो सातासम्म मेषमा स्वगृही रहनाले पढाइ लेखाइमा मन जानेछ भने 7 गतेबाट मङ्गल वृषमा जाने भएकाले विद्यार्थी वर्गमा कष्ट दिन सक्छ। मनमा दुविधा पैदा गर्ने र कुनै कुरामा ध्यान केन्द्रित गर्न गाह्रो पर्ने भएकाले परीक्षा वा प्रतिस्पर्धामा बढी मेहनत गर्नुपर्ने देखिएको छ।
सप्तम भावमा रहने स्वगृही बुधले प्रेम सम्बन्ध सामान्य नै रहने देखिन्छ। व्यापार व्यवसाय पनि असार 7 गतेपछि सर्ने शुक्रले मध्यम मात्र देखिएको छ। तृतीय स्थानको राहुले छातीको संक्रमणहरू बढ्न सक्छ। धेरै चिसो कुराहरूबाट जोगिनु उचित हुन्छ। यो राशिलाई असार महिनामा बारहरूमा बुधबार शुभ देखिएको छ भने अङ्कहरूमा 3 र 6 अङ्क शुभ अङ्क हुन्। मकर राशिलाई असार महिना खर्चिलो रहेको छ। धनस्थानमा गोचर गर्ने राहुको प्रभावले नसोचेको ठाउँमा खर्चहरू गर्नुपर्ने हुन सक्छ। सप्तम स्थानमा गोचर गर्ने उच्चको बृहस्पति यो राशि हुनेहरूका लागि भने केही हदसम्म शुभ रहन सक्छ। यसले व्यापार बढ्नुका साथै कार्यक्षेत्रमा कार्य सम्पादन राम्ररी हुने देखिन्छ। असार 19 गतेसम्म सप्तम भावमा नै रहने शुक्रले विद्यार्थी वर्गका लागि शुभ रहेको छ। तर 19 गतेपछि शुक्रको अष्टम स्थानको गोचर असामान्य देखिन्छ। मन चञ्चल हुने र कुनै कार्यमा एकाग्र हुन नसक्दा विभिन्न बाधाहरू देखिन सक्छ। वैदेशिक क्षेत्रका कामहरू सफल हुनेछन्। यो राशिलाई बृहस्पतिले कर्कट राशिमा गर्ने उच्चको गोचरले विदेशमा रहेका र वैदेशिक क्षेत्रसँग जोडिएकाहरूलाई फाइदा पुर्याउने वा लाभ हुने समय देखिन्छ। यो राशि हुनेहरूका लागि बारहरूमा बिहिबार र शुक्रबार शुभ रहन्छ भने अङ्कहरूमा 1, 4 र 7 अङ्क शुभ अङ्क हुन्। कुम्भ राशिको लग्न भावमा रहने राहुले शरीरमा कष्ट दिनेछ। 6औं स्थानमा गोचर गर्ने बृहस्पतिले मध्यम खालको मात्र फल गर्नेछ। व्यापार सामान्य देखिन्छ। व्यापारबाट सामान्य लाभहरू भए पनि खर्चहरू बढ्नेछन्। तृतीय भावबाट चतुर्थ भावमा असार 7 गतेपछि सर्ने मङ्गलले यात्राहरू हुन सक्नेछन्। परिवारबाट टाढा रहनुपर्ने भएकाले मनमा नैराश्यता जगाउनेछ। निर्माण कार्यमा रुकावट देखिन सक्छ। असार 19 गतेपछि शुक्र सिंह राशिमा प्रवेश गर्दा यो राशि हुनेहरूको शुक्र दैनिक रोजगार स्थान वा सप्तम स्थानमा रहनाले व्यापारमा सानो लाभ मिल्न सक्ने देखिन्छ। विशेष गरेर बाह्य भन्दा पनि आन्तरिक व्यापारहरूमा आम्दानी राम्रो हुन सक्छ। भाग्यले साथ दिनेछ। पञ्चम भावमा रहने स्वगृही बुध विद्यार्थी वर्गका लागि शुभ नै देखिएको छ। शारीरिक समस्या र स्वास्थ्यमा ध्यान दिन सके अन्य सबै सामान्य रहनेछ। यो राशिलाई असार महिनामा शुभबार भनेको सोमबार हो भने अङ्कहरूमा 5 र 9 अङ्क शुभ अङ्क हुन्। चतुर्थ भावमा रहेको बुध मीन राशिलाई शुभ नै देखिन्छ। यसले घरायसी शान्ति छाउनेछ। पञ्चम स्थानको उच्चको बृहस्पति र पञ्चम स्थानमा रहने शुक्रले विद्यार्थी वर्गमा यो असार महिनामा शुभ फल मिल्नेछ। परीक्षा वा प्रतिस्पर्धामा सफलता पाउन सकिनेछ। वर्षभरि 7.5 शनि त रहेकै छ। यसले काममा ढिलासुस्ती हुन सक्छ। आफन्तमा मनमुटाव घरायसी चिन्ता जस्ता फलहरू दिन सक्नेछ। तर अहिले चल्दै गरेको र असार महिनामा चल्ने अन्य ग्रहको प्रभाव हेर्दा मीन राशिलाई असार महिना सामान्य वा अनुकूल नै देखिन्छ। दशम स्थानको मालिक पनि उच्चकै रहनाले कार्यक्षेत्रमा कार्य सम्पादन हुनुका साथै काम गर्ने हौसला जोश जाँगर मिल्नेछ। शारीरिक स्वास्थ्य सामान्य बन्दै जानेछ भने आफन्तजनबाट पनि खुसीको समाचार प्राप्त हुन सक्छ। 12औं भावमा रहने राहुले वैदेशिक क्षेत्रमा रहेकालाई भने अशुभ फल प्रदान गर्नेछ। यसले काममा रुकावट वा कामको चाप बढ्नुका साथै दैनिक ज्यालाधरी र आम्दानीमा कमी हुन सक्ने देखिन्छ। यो राशिलाई बुधबार र बिहिबार बारहरूमा शुभबार हुन् भने अङ्कहरूमा 4 र 9 अङ्क शुभ अङ्क हुन्। आजको भिडियो तपाईलाई कस्तो लाग्यो? हामी आगामी साउन महिनाको राशिफल लिएर फेरि उपस्थित हुनेछौँ। त्यतिन्जेलसम्मका लागि हाम्रो गुरुदर्शन नेपाल युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनु होला। अन्य भिडियोमा सनातन धर्म संस्कृति र ज्योतिष सम्बन्धी फलादेशहरू लिएर उपस्थित हुनेछौँ। त्यतिन्जेलसम्मका लागि हामीलाई बिदा दिनुहोस्। हस्त, नमस्कार, राधे राधे।